गुड मर्निङ केही साउन्ड सुनि तल गएर पानी खाँदा खाँदै हुँदैन यार के हो मैले अपलोड गर्न मान्छेलाई त के थाहा हुन्छ फर्स्ट टाइम मै आइरहेको थियो बाहिर लग्यो टिकटकको लागि सुट गरेर एज युजुअल होइन मेरो भ्लगहरूमा त आइरहँदै बसिरहेको छु भ्यू इन्जोय गर्दैछु देन बाई स्टे ट्युन गाइज हाई गाइज गुड मर्निङ फेरि अर्को दिन नयाँ सुरुवात नमस्ते सबैजनालाई मेरो भोइसबाटै सायद हजुरहरूलाई थाहा भइरह होला सरी मलाई सन्चो छैन भनेर मलाई ज्वरो पनि आइरहेको थियो एक्चुली रुगा मर्कीले गर्दाखेरि मेरो घाँटी पनि ख्याप्पै भएको छ स्वर भाँसिएको छ पुरै त्यति धेरै सन्चो पनि छैन तातो पानी खानु पर्ला जस्तो छ कस्तो घाँटी दुखिरहेछ कस्तो दुखिरहेछ है रातभरि यति मेरो त्यो घाँटी दुखेर त्यो खोकी लागेको भएर कस्तो बिजोग भएको क्या सुत्नै सकिनँ म त लास्ट गाह्रो भइरहेको थियो बिहान छिट्टै उठेँ फ्रेस भएँ यसो तातो पानी खानु पर्ला भनेर सोचिरहेको छु कि लास्टै गाह्रो भएको क्या लास्टै बिजोकै भयो कि त्यो मेरो चाहिँ फेरि टन्सिलको प्रब्लम छ क्या अनि टन्सिल भयो भने चाहिँ अब तपाईँलाई अलिकति पनि रुगा मर्की लाग्यो भने टन्सिल हुनेहरूलाई थाहा हुन्छ कि मतलब लास्ट एकदम गाह्रो बनाउँछ कि रुगा मर्की लाग्यो भने घाँटी ख्याप्पै हुने स्वर भाँसिने पुरै घाँटी दुख्ने जबसम्म एकदमै मतलब कन्टिन्यू तातो पानीहरू खानुहुन्न त्यो निको हुँदैन क्या मेडिसिनहरू खानुपर्छ एकदमै गाह्रो हुन्छ नत्र मलाई चाहिँ त्यही भएर एकदमै गाह्रो भइरहेछ अहिले त्यही पनि ठिक छ उठेँ फ्रेसहरू भएँ तातो पानी खानु पर्ला भनेर म सोचिरहेको छु त्यही भएर लेट्स गो टु द किचन अनि हेरौँ के छ किचनमा आइसकेँ फाइनली पानी तताउने अनि चाहिँ त्यसपछि पानी खानुपर्छ पहिला चाहिँ ग्लास पखाल्नुपर्छ है त यो फ्यानले गर्दाखेरि केही साउन्ड सुनिन्थेन होला यसलाई अलिकति गर्नुपर्ला जस्तो छ ओ यो पनि चलिरहेछ ग्लास पखाल्छु म पहिला त्यो होल्डर केही पनि छैन क्या त्यसले गर्दाखेरि मलाई यति गाह्रो हुन्छ फोन राख्न पानी अलरेडी रहेछ यसमा यसलाई तापमा हालिदिन्छु अनि पानी खानु पर्यो म के भन्दै थिएँ फोन राख्ने होल्डर छैन क्या मसँग साउन्ड आइरहेको छ यति गाह्रो हुन्छ न माइक छ यति गाह्रो हुन्छ है फोन राख्न कहाँ राख्ने के गर्ने कसरी बोल्ने लास्टै समस्या छ गाइस त्यही पनि म म्यानेज गरिरहेको छु मेन्टेन गरिरहेको छु तपाईँहरूको लागि तल गएर पानी सानी सबै बनाएर चाहिँ ल्याइसकेँ होइन अघि चाहिँ अदुवा काट्दाखेरि मैले भिडियो सुट गरिरहेको थिएँ मैले तपाईँहरूलाई भनिरहेको थिएँ नि त मसँग अहिले त्यस्तो स्ट्यान्डहरू केही पनि छैन फोन कतै अड्काउनलाई राख्नलाई यतिकै हातले समातेर अथवा कोही राखेर अहिले पनि म झ्यालमा यसरी अड्काएर अनि तपाईँहरूसँग कुरा गरिरहेको छु क्या कति अहिले पनि एडजस्ट गर्नु पर्ला जस्तो छ अनि त्यतिकै साइडमा राखेर यसरी नै सुट गरिरहेको थिएँ अदुवा काटेको होइन त्यो आधा यहाँदेखि चाहिँ तलको आएछ अनुहारै आएन छ क्या त्यसरी राख्दाखेरि उभिएर काटिरहेको थिएँ नि त अनुहारै आएन छ अनि सोचेँ कि ठिक छ केही छैन मैले यसमा अदुवा काटेर हालेँ अनि हनी हालेँ अनि तातो पानी अभियसली यो चाहिँ एकदम राम्रो हुन्छ इफ तपाईँहरूलाई त्यस्तो टन्सिल अथवा घाँटी रुगा मर्की छ भने धेरै जसोलाई थाहा होला यो होम रेमेडी हो होइन एकदमै राम्रो हुन्छ कि एकदमै राम्रो हुन्छ घाँटीको लागि यसले धेरै छिटो रुगा मर्की घाँटीहरू एकदम छिटो निको पार्छ क्या सो इफ तपाईँहरूलाई पनि त्यस्तो छ भने चाहिँ यो रेमेडी ट्राई गर्नु घरमा अनि भन्नु होला कमेन्ट गरेर कस्तो भयो भनेर यसले धेरै राम्रो असर गर्छ
अब म चाहिँ पानी खाँदा खाँदै हजुरहरूसँग म आज कुरा गर्नु पर्यो। घरमै मेरो काम चाहिँ छ होइन, म काममा चाहिँ एकछिनपछि निस्किन्छु, त्यही पनि आनन्दले के भन्छ अरे म चाहिँ आज घरमै बसेर एकछिनसम्म चाहिँ कुरा गर्नु पर्यो हजुरहरूसँग। अनि के कस्तो छ भनेर सेयर गर्नु पर्यो भनेर आज चाहिँ म घरमै आनन्दले कुरा गर्छु भनेर सोचिरहेको छु होइन, आफ्नो तातो पानी खाँदा खाँदै। अनि म ठ्याक्कै तल गएको थिएँ क्या किचनमा, अनि मैले हेरेँ कार्ड आएको रहेछ क्या, कार्ड अर्डर गरेको थिएँ होइन, किनकि मेरो ब्याङ्कमा अचानक लाइक मेसेज आएको थियो कि लाइक कसैले ट्रान्ज्याक्सन गर्न खोजिरहेछ भनेर मेरो ब्याङ्कबाट। अनि त्यति अमाउन्ट थिएन क्या मेरो ब्याङ्कमा जति चाहिँ ट्रान्ज्याक्सन गर्न खोजिरहेको थियो। अनि मलाई चाहिँ ब्याङ्कबाट मेल पनि आयो, ठ्याक्कै के भन्छ अरे मेसेज आयो क्या कि त हो कि होइन तेरोबाट चाहिँ ट्रान्ज्याक्सन हुन खोजिरहेछ, त हो कि होइन भनेर। अनि होइन भने चाहिँ यति यति टाइप गरियो भनेर। अनि मैले ठ्याक्कै त्यो टाइप गरेँ होइन। अनि त्यसपछि कार्ड पनि फेरि मसँग नै छ है, मेरो कार्ड पनि मसँगै छ होइन। त्यही पनि चाहिँ खोइ अब कुनै एपबाट केही भयो कि केही भयो, किनकि यतातिर चाहिँ धेरै फ्रडहरू पनि हुन्छ क्या। अब तपाईँलाई कुनै लिङ्कहरू पाउँछ, केही आउँछ कुनै एपहरूको कुनै केहीको, अनि कुनै यति सपिङ गऱ्यो भने यो फ्री त्यो फ्री भनेर के आइरहेको हुन्छ। अब मैले मिस्टेकली केहीमा क्लिक गरेँ के गरेँ आई डोन्ट नो होइन। अनि त्यसरी चाहिँ आयो, अनि त्यसो ट्रान्ज्याक्सन हुन खोजिरहेको थियो। अनि मैले चाहिँ कार्ड फ्रिज गरिदिएँ, अनि मैले चाहिँ अर्को कार्ड अर्डर गरेको थिएँ क्या। अनि त्यही भएर मलाई चाहिँ यो कुरा कस्तो सेयर गर्न मन लाग्यो कि तपाईँहरूसँग। अनि त्यही कुराबाट चाहिँ मलाई अर्को इन्सिडेन्ट याद आयो, के भन्दाखेरि एकचोटि चाहिँ ठ्याक्कै मेरो नाममा चाहिँ तल नोटिस आएको थियो क्या, मैले चाहिँ आइफोन किनेको छु होइन आएपछि। अनि त्यो चाहिँ मेरो इएमआईमा छ, अनि मैले चाहिँ भोडाफोनबाट किनेको छु। यहाँ चाहिँ तिनीहरूले के गर्छन् भने सिमको बेसिसमा तिनीहरूले फोन दिन्छ क्या, कि अब तिनीहरूको सिम पनि जान्छ अनि सिम प्लान दिन्छ क्या तिनीहरूले मेन चाहिँ। अनि खासमा चाहिँ त्यो हो, इएमआईमा पनि दिन्छ तिनीहरूले, फोन पनि दिन्छ अनि सँगै तिनीहरूले के भन्छ अरे सिम दिन्छ, अनि त्यसको पनि उयो दिन्छ क्या तिनीहरूले, के भन्छ त्यसलाई सिम प्लान दिन्छ। अनि त्यसले तिनीहरूलाई प्रफिट हुन्छ क्या, कि अब हामीले जति धेरै डाटाहरू कल फ्री कल्सहरू हुन्छ डाटाहरू हुन्छ त्यति नचलाए पनि हामीले चाहिँ त्यति पैसा पे गर्नुपर्छ, अनि त्यो भएर तिनीहरूले दिन्छ इएमआईमा। अनि लिएँ होइन, अनि म हरेक मन्थली म त्यसको इएमआई दिइरहेको छु। अनि एउटा लेटर आएको थियो घरमा, अनि त्यसमा हेरेँ है मेरो त सातो पुत्लो उड्यो, साँच्ची भनेको 1300 पाउन्ड जति 1280 पाउन्ड थियो होइन, कि तेरो पेमेन्ट गर्न बाँकी छ तैँले पेमेन्ट गर्नुपर्छ, नत्र 1280 जति कति पाउन्ड बाँकी छ तैँले चाहिँ त्यति तिर्नुपर्छ, नत्र तेरो लिगल नोटिस आउँछ भनेर भनेको थियो होइन। अनि म त ट्वाना परेँ होइन, म त एकछिनसम्म मलाई यति टेन्सन भयो होइन। फेरि नाम मेरै, एड्रेस मेरै, सब थोक मेरो होइन, फोन नम्बरहरू सबै थोक होइन, सेम सबै थोक, फोन नम्बर पनि सेम, नाम पनि सेम, सबै सेम होइन, एड्रेस सेम। तर त्यहाँ चाहिँ के थियो भने हेर्नु है कतिसम्मको यहाँ फ्रड हुन्छ है, कतिसम्मको फ्रड हुन्छ भने उनीहरूले चाहिँ त्यो फ्रड गर्न खोजेको क्या, फ्रड गरेर इफ त्यस्तो फसिहाल्यो भने चाहिँ पैसा तिनीहरूलाई जान्थ्यो क्या। त्यही भएर इफ तपाईँहरू पनि कोही त्यस्तो हुनुहुन्छ भने अवेर है, बी अवेर। अनि त्यसमा चाहिँ मैले लिएको छु भोडाफोनको, त्यसमा चाहिँ थियो अर्कैको टेस्कोको थियो, टेस्कोको फोन थियो होइन, टेस्को पनि एउटा यहाँ सिम हुन्छ है, टेस्कोको सिम थियो। अनि त्यसको आइफोन त्यहाँबाट टेस्कोबाट लिएको हो, यस्तो सिम प्लान हो। फेरि त्यो मान्छेले जुन नम्बर लिएको थियो नि, अब मैले नम्बर लिएको छु अनि मेरो नम्बर छुट्टै छ, अनि जुन मान्छेले त्यो सिम लिएको थियो नि त्यो सिमको नम्बर चाहिँ त्यहाँ हालेको थियो, अनि यो अकाउन्ट नम्बरहरू पनि दिएको थियो, तैँले यसमा पेमेन्ट गर्नुपर्छ भनेर। अनि म चाहिँ अब मैले त्यो नम्बरमा कल गर्न खोजेँ होइन, त्यो नम्बर अफ, जुन मान्छेको जुन थियो नि सिम त्यो नम्बर चाहिँ अफ फेरि क्या। मैले फोन गर्न खोज्दाखेरि चाहिँ फोन लागेन, अनि मैले टेस्कोलाई फोन गरेँ, अनि टेस्कोलाई फोन गरेँ होइन, अनि मैले भने यस्तो हो भनेर। तिनीहरूको त्यो हेल्प गर्ने त्यो हेल्प टिमहरू यताउति हुन्छ, अनि उनीहरूलाई फोन गरेँ। अनि उनीहरूले चाहिँ के भन्छ अरे हेर्छौँ हामी के हो, अनि कि त मैले भने कि त पुलिसलाई फोन गरौँ, म यस्तो फ्रड भइरहेछ भने पुलिस कम्प्लेन गरौँ कि नगरौँ भनेर भने होइन। अनि उनीहरूले छैन पुलिस कम्प्लेन गर्नु पर्दैन, म मेरो फ्रड मतलब एउटा फ्रड चेक गर्ने टिम हुँदो रहेछ उनीहरूको, म उनीहरूलाई चेक गर्न लाउँछु, तिमी नम्बर दियो उनीहरूलाई फोन गर, अनि यस्तो हो भनेर भन होइन, उनीहरूले चेक गरेर भन्छ। अनि उसलाई फोन गरेँ,
अनि तिनीहरूलाई यस्तो यस्तो हो भनेर भने होइन। अनि त्यसपछि चाहिँ तिनीहरूले चेक गर्यो अनि सबै डिटेल्स लियो, डेट अफ बर्थ यताउति सबै माग्यो होइन, ब्याङ्क एकाउन्टहरू माग्यो कि डिटेल्स सेम छ कि छैन, या कसैले तेरो मतलब ट्रान्ज्याक्सन गर्न खोजिरहेछ के हो भनेर, अनि सबै दिए होइन। अनि त्यसपछि चाहिँ ठिक छ हामीले कम्प्लेन फाइल गरिसकेको छ अथवा यो बन्द गरिदिए के गरिदियो भने उनीहरूले चाहिँ सर्ट आउट गर्यो। अनि ठिक छ तेरो होइन केही पनि होइन, यो फ्रड हो, यसमा केही पनि गर्नु पर्दैन, कम्प्लेन गर्नु पर्दैन, अब चाहिँ तिमीहरूले लाइक पैसा पनि दिनु पर्दैन, यो सर्ट आउट भयो, केही गर्नु पर्दैन यसको भनेर उनीहरूले गर्यो होइन। अनि फाइनली त्यसपछि चाहिँ ढुक्क भयो क्या, यस्तो यस्तो हुन्छ यतातिर चाहिँ। त्यही भएर कोही त्यस्तो केही छ भने केस आउँछ भने चाहिँ नआत्तिनुहोस् तुरुन्तै, केही त्यसमा पेमेन्टको केही पनि नगर्नुहोस्, सबै कुरा बुझ्नुहोस् अनि त्यसपछि मात्रै कुनै कुरा गर्नुहोस् क्या। म त यस्तो आत्तिएको चाहिँ साँच्ची भनेको, यति धेरै पैसा त्यस्तो त्यस्तो फ्रडहरू हुँदो रहेछ क्या। खाना पानी खाँदा खाँदै यसो रेडी पनि हुनु पर्ला, फेरि एकछिनमा काममा जाने बेला हुन्छ होइन। अनि अस्ति चाहिँ मैले 1-2 दिन भिडियो सुट गरिनँ किनकि मलाई एकदमै सन्चो थिएन होइन, ज्वरो लागेको थियो। त्यही भएर मैले चाहिँ रेस्ट पनि ल्याएको थिएँ, मेरो छुट्टी पनि थियो, म गएको पनि थिइनँ काममा। तर फेरि जहिले जहिले छुट्टी पनि लिन मिल्दैन, रुगा मर्की लागेको छ, काममा त जानु पर्यो। त्यही भएर म लुगाहरू चाहिँ चेन्ज गर्छु अनि यसो त्यसपछि चाहिँ स्किन केयरहरू गर्दा गर्दै हजुरहरूसँग चाहिँ कुरा गर्नु पर्ला। सो टिल देन बाई। सो म फाइनली आएँ लुगा चेन्ज गरेर होइन। अनि सोचेँ अब यसो हल्का फल्का मेकअप सेकअप गर्दा गर्दै हजुरहरूसँग कुरा गर्नु पर्ला भनेर मैले चाहिँ सोचेको थिएँ म मेकअपहरू गर्दिनँ किनकि म कामहरूमा जाँदाखेरि प्रायः तपाईँहरूले हेर्नुहुन्छ म मेकअप गर्दिनँ। तर मलाई किन आज यसो अलिकति मेकअप गर्न मन लाग्यो होइन। सो हल्का फुल्का मेकअप चाहिँ गरौँ। म यो मिरो राख्नु खोजिरहेको छु कि यहाँ हुँदैन यार के हो। पहिला चाहिँ सिरम लगाम जुन कि सकिसकेको छ होइन, एकदमै कम छ यसमा, पुरै सकिसकेको छ, मैले लिनुपर्ने छ क्या। तर म लिन गइरहेको छुइनँ, अल्छीले गर्दाखेरि पुरै सकिसकेको छ। अलिअलि बाँकी छ, मेरो फेस वास सकिरहेको छ, मोइस्चराइजर सकिरहेको छ, सब सकिरहेको छ कि लिन जानुपर्ने छ म, तर लिन गइरहेको छुइनँ क्या। म अनलाइन अर्डर गर्नु पर्यो यार, अनुहारको त गति छैन के, अनलाइन अर्डर गर्नु पर्यो म पनि कोरियन स्किन केयर। जान्छु त्यसकोमा जे भेट्यो उठाएर आउँछु क्या म त, यहाँ चल्छ भनेर कहिलेकाहीँ टाइम भ्याएको बेलामा। अहिले त्यो पनि छैन, के भन्नु, गाह्रो छ हौ जिन्दगी। गाह्रो चाहिँ यसरी निकाल्यो अनि लगायो क्या, के गर्नु, यस्तै हो जिन्दगीमा। मैले अपलोड गर्न खोजिरहेको छु होइन मेरो लाइक यो भ्लग, हिजोदेखि अपलोड गरिरहेको छु म, अपलोड भएको छैन क्या, यति अपलोड भइरहेछ क्या, खै किन बाफ्रे। म त अपलोड गर्न खोज्दाखेरि पनि 2 दिन लाएर अपलोड हुन्छ अनि टाइममा आउनै पाउँदैन कि। एक त मैले कपाल पछाडि गरेँ, हेर्नु न के हो कि सबै बेबी हेयर भन्नु कि कपाल भाँचेर यस्तो भएको भन्नु, के भन्नु यसलाई चाहिँ, कस्तो नराम्रो देखिन्छ यार, दिमाग खराब। मैले चाहिँ पछाडि गरेँ होइन सबै कपाल, मेकअप गर्दाखेरि अगाडि आउँदाखेरि झ्याउ हुन्छ नि त, कस्तो लाग्यो भने। अनि एक त यो मोइस्चराइजर फेसमा लाउँदा नि हुने, हातमा लाउँदा नि हुने, यस्तो फेसमा पनि लगाइदिन्छु म त। यही अप्पर लिप्स गर्ने बेला नि भइसक्यो यार साँच्ची। मेकअप गर्दा चाहिँ म जहिले पनि होइन एकछिन चाहिँ टाइम लिनु पर्यो भनेर सोध्छु क्या। जस्तै कि एउटा प्रोडक्ट लगाएपछि चाहिँ एकछिन कुर्ने, अर्को प्रोडक्ट लगाएपछि चाहिँ एकछिन कुर्ने, 2-3 मिनट, किनकि फेसमा अब्जर्भ हुन दिनुपर्छ नि त प्रोडक्टहरू, अनि बल्ल त्यो ठिक हुन्छ क्या, राम्ररी काम गर्छ, राम्ररी असर देखाउँछ। तर यस्तो छ, टुई लगाइदियो, के गर्ने। आज चाहिँ म टी सर्ट लगाएर जान्छु भनेर सोचेको छु। बाहिर चाहिँ फेरि घाम त लागेको छैन, तर न्यानो नै हुन्छ होला, हावा चलिरहेछ फेरि, लेट्स सी। ज्याकेट बोक्छु, पसलमा चिसै हुन्छ अनि ज्याकेट लाउँला।
चाहिँ टी सर्टै लाएर जाऊँ भनेर सोचेको छु मैले। मिल जाए खाना पनि खाना बाँकी नै छ, फेरि मेरो पानी पनि सेलाउन आँटिसक्यो गाईहरू। अब चाहिँ सनस्क्रिन, यो पनि मैले टेस्कोबाट लिएको क्या। घरबाट आउँदाखेरि सबै लिएर आएको थिएँ। केही प्रोडक्टहरू त मलाई थाहा नभएर मैले चाहिँ उयसमा राखेको थिएँ, ह्यान्डब्यागमा खोजिदियो। के गर्नु, फर्स्ट टाइम आइरहेको थियो, कसैले केही पनि भनेन, थाहा थिएन कसैलाई पनि होइन। त्यस्तो कोही आउने मान्छेहरूलाई पनि मैले कन्ट्याक्ट गरिनँ, घरको मान्छेलाई त के थाहा हुन्छ, फर्स्ट टाइम मै आइरहेको थियो बाहिर। अलिअलि त नेपालमा लियो, नेपालमा लिएको सामानहरू त मैले के भन्छ अरे मैले तिनीहरूले त आफै राख्न खोजिरहेको थियो क्या। मैले त होइन, मेरो फ्यामिली तल वेट गरिरहेछ, केही भयो भने के भन्छ अरे गरिदिनु भनेर भनेको थियो। म त होइन पठाइदिनु भनेर कहाँ होला गइसक्यो होला होइन, त्यही छ, मैले फोन गरेर कन्ट्याक्ट गरिसकेँ, तिनीहरू त्यही छन्, मेरो घरको मान्छेहरूलाई गएर दिनु सामान भनेको होइन, दिन नखोज्ने क्या, आफै राख्न खोजिरहेको रहेछन् कस्तो। अनि लास्टमा चाहिँ बल्ल भन्दा ए बहिनी त पाठी रहेछन् भनेर अनि गएर दियो क्या। अब कतारमा लगेपछि त कसलाई दिनु, लग्यो मुर्दाहरूले सबै, के गर्नु। नेपालमा भएको त नेपालमै बरु निकालिदिँदा हुन्थ्यो क्या सबै, एटलिस्ट घर त जान्थ्यो नि होइन। अनि कोही आउँदाखेरि पठाउन मिल्थ्यो, केही गर्न मिल्थ्यो, तर सबै निकालेन। अनि भरको बाँकी जति चाहिँ कतारमा ठ्याप, के गर्ने। मेरो चाहिँ फेस रेजर गर्ने बेला पनि भइसकेको छ क्या, गर्नु पर्ला जस्तो छ। ओके चाहिँ मैले स्किन केयर चाहिँ गरिसकेँ होइन। अब चाहिँ हल्का यसमा मेकअप गर्नु पर्ला, हल्का फुल्का मेकअप, अनि त्यसपछि चाहिँ रेडी फर द वर्क होइन त। अनुहार हेरेर साँच्ची भनेको कहाँ गएर डुबेर मरौँ जस्तो हुन्छ, फेरि मऱ्यो भने त के हो। रेडी सेडी भइसकेँ, मैले उता चाहिँ टिकटकको लागि सुट गरिरहेको थिएँ, गेट रेडी विथ मी भनेर। सो म रेडी भइसकेँ एन्ड दिस इज माई फाइनल लुक। हेलो एगेन। सो फाइनली म कामको लागि निस्किसकेँ घरबाट। लेट्स गो फर द वर्क। अनि अब काममा जान्छु, म बाटोमै छु एज युजुअल होइन, मेरो भ्लगहरूमा त आइरहेको हुन्छ। सो कामको लागि चाहिँ म निस्किसकेँ, लेट्स गो। सो म यहाँ बसिरहेको छु एकछिन गाइज, एगेन पार्कमा। मसँग एकछिन टाइम थियो, अनि छिटो गएर पनि के गर्ने, अनि लाइनले गर्मी पनि भइरहेको थियो, अनि एकछिन बसौँ भनेर यहीँ आएर म आनन्दले बसिरहेको छु, भ्यू इन्जोय गर्दैछु। यहाँ हेर्नु है त, यस्तो छ मेरो अगाडिको भ्यू सबैतिर। सो एकछिन बसिरहेको छु म यहाँ, अनि एकछिनपछि चाहिँ निस्किन्छु म काममा। फाइनली गाइज म निस्किसकेँ पार्कबाट। मलाई लागिरहेको छ मलाई ढिला पनि हुन्छ होला जस्तै आज, किनकि 52 भइसकेको थियो म टाइम हेर्दाखेरि। म छिटो निस्केँ, म गइरहेको छु काममा। त्यसपछि सायद म काममा चाहिँ भिडियो सुट गर्न पाउँदिनँ होला। मसँग अहिले माइक पनि छैन, मैले नोटिस गरेको छु, मेरो भोइस पनि राम्ररी सुनिरहेको हुँदैन क्या। यस्तो हावा चलिरहेको हुन्छ, अनि म जोडले नै बोल्न खोज्छु, त्यही पनि राम्ररी चाहिँ सुनिरहेको हुँदैन। मैले अर्डर चाहिँ गरेको छु होइन, आएपछि चाहिँ म तपाईँहरूसँगै देखाउँछु, खोल्छु। सो काममा चाहिँ भिडियो सुट गर्न पाउँदिनँ। अब काम सकेपछि चाहिँ लेट्सी, म बनाएँ भने बनाएँ होइन, घर जाँदाखेरि अथवा बाटोमा। अदरवाइज चाहिँ म भिडियोलाई भ्लगलाई अहिलेको लागि चाहिँ यही इन्ड गरिदिन्छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सी यू इन नेक्स्ट भिडियो। टिल देन बाई बाई, स्टे ट्युन्ड गाइज।